सुन न, तिमीलाई एउटा कुरा भन्न मन लाग्यो कि यस्तो भिडियो त तिमीले पक्कै देखेकै होला नि। देवता नाचिरहेको, बाजा बजिरहेको, मान्छे भावुक भएर हेरिरहेको। तर तिमीलाई थाहा छ त्यो भिडियोमा के भइरहेको छ? छैन भने लास्टसम्म सुन ल। रमाइलो भन्दा पनि दुःखको चाड हो नि यो। किनभने त्यो दिन भक्तपुरलाई अनिष्ट, रोग, सङ्कटबाट बचाउने नवदुर्गा देवी र अष्टमातृकाहरू संसारबाट बिदा लिन्छन्। जीवन होस् या सामान, हरेक सृष्टिको अन्त्य निश्चित छ। त्यही कुरा बुझाउनको लागि भक्तपुरमा भल अष्टमी भन्ने एकदमै विशेष चाड मनाइन्छ नि। तर अष्टमीको 4 दिन अघिबाट नै माहौल फरक हुन्छ। त्यो दिनलाई सिजा नकेगु भन्छन्। तलेजु मन्दिरमा पुरोहितले मन्त्र पढेर अनि सिजा भन्ने रातो भात खुवाएर देवीको शक्ति फिर्ता लिन्छन् रे। त्यसै बीच सिटिनखा र भगस्तीको बीचमा भक्तपुरका हरेक घरबाट नवदुर्गालाई पूजा लगिन्छ। समय बजी, चतामारी अनि सचुङ भन्ने विशेष परिकार चढाइन्छ। त्यसैले त हामी नवदुर्गालाई सचुङचाज्य अनि मन्दिरलाई चाहिँ सचुङचा डेके भन्छौँ। केही दिनपछि नवदुर्गाको अन्तिम नाच हुन्छ र नाचमा बाजा बजाइन्छ। यो बाजा वर्षमा 2 पटक मात्र बज्छ रे, जसलाई न्याय समुदायले बजाउँछन्। नवदुर्गा मन्दिरमा अन्तिम पल्ट नाचेपछि नगर परिक्रमा गर्न जान्छन् र फेरि देवघर नै फर्कन्छन्। तर नकिङले देवघरको मुख्य ढोका नै बन्द गरिदिन्छ। देवघरमा छिर्न नदिएपछि देवीहरू ढोका बाहिर बसेर भावनात्मक नृत्य मार्फत दुःख व्यक्त गर्छन्। त्यसपछि ब्रह्मायणी पीठमा जान्छन् अनि द्यक्षमा महालक्ष्मी देवीको मूर्तिको पछाडि राखिएको कलशलाई अन्ततः हनुमान घाटमा विसर्जन गर्छन्। विशेष कुरा त के छ भने सो कलशमा एउटा माछा पनि राखिन्छ, जसको आफ्नै सांकेतिक अर्थ हुन्छ। जसरी माछा चुपचाप पानीमा विलिन हुन्छ नि, त्यसरी नै मानिन्छ कि मानिसको शरीर पनि अन्ततः पञ्चतत्वमा विलिन हुन्छ। यो प्रक्रियाले जीवनको चक्रलाई सम्झाउँछ। जुन जहाँबाट आएको हो त्यही फर्किनुपर्छ। अनि थाहा छ त्यहाँ नवदुर्गाको मुकुट जलाइन्छ नि, अनि त्यसको खरानीको केही भाग ब्रह्मायणी नदीको गोप्य ठाउँमा राखिन्छ अनि बाँकी भाग चाहिँ हनुमन्ते नदीमा बगाइन्छ। अर्को वर्ष त्यही खरानीबाट नयाँ मुखौटा बनाइन्छ। भल अष्टमी पछि धान रोप्न थालिन्छ अनि भजन र बाजा चाहिँ केही दिनको लागि बन्द हुन्छ। जीवनचक्र जस्तै हुने नवदुर्गाको नाच पनि गथेमुगको दिन महादेवको सृष्टि भएपछि फेरि सुरु हुन्छ। अनि क्रमशः गणेश चतुर्थी चथामा गणेशको अनि घटस्थापनादेखि क्रमशः ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, सिंह, दुम, श्वेत भैरव र भैरवको सृष्टि हुने मानिन्छ। यसको बारेमा अरू केही थाहा छ भने कमेन्ट्समा लेखिदिनु होला है।